गुड मर्निङ फ्रेन्ड्स। आज म यसो कुराकानी गरौँ भनेर हजुरहरू समक्ष आएकी छु। जिन्दगी के जस्तो छ नि त्यस्तै चल्न दिनु पर्दो रहेछ के। कसैबाट माया, कसैबाट आफूप्रतिको दया सद्भाव भन्ने कुरा नि माथिबाटै लेखेको रहेछ के। जोबाट नि जे पाइन्छ नि त्यो लेखेरै आएको रहेछ। कसैबाट बढी माया पाउँछु कि भन्ने आश राख्नु, अनि कसैबाट दया यताउति पाउँछु भन्नु त बेकारमा के। आफैलाई त्यो एक्सपेक्टेसन लिएर नि आफैलाई दुखी बनाउनु रहेछ के। जिन्दगीमा जे छ त्यसैमा खुसी हुनु, अनि त्यसपछि धेरै एक्सपेक्टेसन पनि नगर्ने, अल इज वेल भन्ने, अनि आफूसँग जे छ त्यसैमा खुसी हुने। जसरी चल्छ त्यसरी नै चलाउन दिने। भगवान्ले जे सोच्नु भएको नि, जे तय गर्नुभएको छ नि हाम्रो लागि, त्यही नै साँच्चीकै आफ्नो लागि बनेको चिज रहेछ के। भाग्यमा त्यो चिज लेखेकै हुँदो रहेछ। मैले आफैले सिर्जना गर्छु, मैले आफैले यस्तो बनाउँछु भनेर त एकदमै कमै देख्छु म त। अब भगवान्ले लेखेको बाटोमा हिँडेर हामीले कोसिस गर्ने, प्रयास गर्ने भने त्यो सक्सेस हुन्छ। तर जुन कुरा भगवान्ले लेख्नु भएकै छैन, हाम्रो लागि बनाउनु भएकै छैन, हामीले जति नै प्रयास गरे तापनि, जति नै मरिमेटी गरे पनि त्यो कुरा हामीले पाइँदैन। त्यही भएर म त भन्छु, जे छ त्यसैमा खुसी हुनुहोस्। मैले अब यस्तो बनाउँछु, मेरो जीवन मैले यस्तो बनाउँछु, म यस्तो बाटोमा हिँड्छु, अनि मैले मेरा वरिपरिका मान्छेलाई यति खुसी दिन्छु भनेर नहुने रहेछ। त्यही भएर जे छ त्यसैमा खुसी हुनु। त्यही भएर म त जे छ त्यसैमा खुसी छु। थ्याङ्क यू।